कसरी पस्यो कमिलो भन्नु चाहिँ अब ठिकै बिर्कोमा लगाएको चिनीमा भनेर भने चाहिँ अब चिनीमा चाहिँ बिर्को लाउँदैन पक्का पनि यस्तो बट्टामा चाहिँ लाउँछ होइन यो सचिरहेको जस्तो लाग्छ हृदयभरि तिमीलाई बाँधिराख्नु जस्तो लाग्छ भित्र तिमीलाई। हेलो गाइस, सम्पूर्णमा नमस्कार। फेरि पनि तपाईँहरू माझ आइसकेको छु अर्को ब्लग लिएर र सम्पूर्णमा फेरि पनि भन्न चाहे नमस्कार र तपाईँहरूलाई पनि सन्चै हुनुहुन्छ होला र हामी पनि यहाँ सन्चै छौँ र आज चाहिँ एट द मर्निङ अब टीबाट सुरु गर्नु पर्यो आजको मेरो ब्लग चाहिँ। मेरो छिटो छोरो चाहिँ स्कुल अलरेडी गन होइन अघि गइसक्नु भएको छ र कान्छा छोरा चाहिँ एकदम रेडीमा छ। त्यस्तै साथी हो दुःखद घटना भएको कारणले गर्दा मेरो मिसेस र मेरो दाजु भाउजू चाहिँ भ्रमण जानुभएको छ हिजो नै र आज चाहिँ हामी तीनजना मात्रै छौँ घरमा, बाउ छोरा मात्रै र जेठो स्कुल गइसक्यो अब कान्छा र म छु। अब कान्छालाई चाहिँ अब म कारमा ड्रप गरिदिनु पर्यो आज, हिजो पनि गरिदिएको थिएँ र उसलाई आज पनि लगिदिनु अरे। अब घरमा बस्दाखेरि भनेको लगिदिनु पऱ्यो नि त, उसको पनि इच्छा छ बाबासँग जाने भनेर। ल त साथी हो अब चिया भाइ चिया खाने हो? हामी चाहिँ स्पेसियल चिया बनाएर खाँदै साथी हो। चिया छट्टैसँगले बनाइन्छ है त साथी हो। अनि त्यहाँदेखि मेरो कान्छोले चाहिँ बिस्कुटसँग खान्छ होला होइन कान्छा? चम्ची पनि खतरा छ साथी हो काठको। Oh my god. Yes. कमिला बिर्कोमा लगाएको चिनीमा भनेको थियो, यहाँ पनि कमिला आएर छ्याट्टै पसेछ तर म मार्न चाहन्न। बिर्कोमा लगाएको चिनीमा कसरी पस्यो कमिलो भन्नु चाहिँ अब ठिकै बिर्कोमा लगाएको चिनीमा भनेर भने चाहिँ अब चिनीमा चाहिँ बिर्को लाउँदैन पक्का पनि यस्तो बट्टामा चाहिँ लाउँछ होइन। यो बट्टामा लगाएको बिर्को अब भित्र चाहिँ चिनी हुन्छ होइन। गीतमा के भनेको छ त्यो भनिदिनुहोस् तर गुड छ। हामी चाहिँ खडमम पनि लाइन्छ स्याससँगले। एकदम स्पेसल खाने नि कान्छ होइन चिया? मेरो छोराले चाहिँ एकदम स्पेसल चियाहरू खानु खोज्छन् र म पनि त्यस्तै हो। म पनि हतपत खाँदिनँ चिया, खाएपछि एकदम ब्याटर राम्रो बनाएर खाने हो। La 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 la।
साथी चिया पनि उम्लिरहेछ टक्कैसँगले चिया पिइन्छ अनि छोरालाई स्कुल पुर्याइन्छ र साथीहरूलाई म आज चाहिँ फेरि पनि म बाबा म भएकोमा जाँदैछु त्यहाँनिर स्कुलकै छेउमा छ त्यहाँ स्कुलमा ड्रप गरेर राख्छु नानीलाई अनि त्यहाँदेखि बाबा मम्मीलाई पनि भेट्न जान्छु हिजो नि गएको थिएँ दिनै जान्छु तर पनि होइन भेटघाट गरिरहने हो बसेर भ्याइँदैन छुट्टी भएको कारणले गर्दाखेरि कान्छा यो दुध पाउडर नि दुध पाउडर चाहिँ केटीमा लाउँ कि उमालौँ कि एभ्री डे हो हामीले जहिले खाने क्या हो साँचिराखौँ जस्तो लाग्छ हृदयभरि तिमीलाई बाँधिराखौँ जस्तो लाग्छ तिमीलाई यो गीतै बिर्सेँ इट्स गोल्ड भने जस्तै मलाई साह्रो मनपर्छ तर शब्दहरू तल माथि अदल बदल भयो जस्तो लागेको छ आइम सरी पहिले भनेको गीत गाइन्थ्यो नाचिन्थ्यो हिँड्ने साथी हो के गर्नु र समय सँगसँगै त्यस्तै भयो अहिले त अब नानीहरूलाई म्याक्सिमम् टाइम भनेकै नानीहरूलाई हो विदेश 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 भन्नु साथी हो विदेशमा त झन् सर केही गर्नै पाउँदैन क्या एकदम के भन्नु र टाइम निकाल्ने गाह्रो पर्छ चिया होस् त यसरी है साथी हो यी चिया उम्रिनु पर्यो साथी चिया कान्छा रेडी हो यो चाहिँ मेरो हो कान्छा रेडी छ यो चाहिँ दोनामा राख्नु छ यो चाहिँ कान्छाको कान्छाको चिया रेडी गाइस हामी चाहिँ चिया पिउन लागिएका भन्छन् कान्छा र म चिस चिया पहिले I can't drink it, it's too hot. होइन
हामीले चाहिँ यो सुगर फ्री बिस्कुट खान्छ साथीहरू। हामीले यो नेपाली पसलबाट लिएर आएको हो हैन भाइ? कसको पसल भन्दाखेरि कान्छाको फेभरेट बिस्कुट हो यो। कान्छाले खाने यो किन सुगर छैन नि त हैन, र अब चिया अब टीसँग खाँदा भनेको गुलियो हुन्छ। त्यहाँनिर अब गुलियो नभएको मिठा खानु मिठो हुन्छ। चट्टे उगार्यो, आफ्नो भाग पक्ष यसरी राख्यो। कान्छाको त्यहाँ मेरो त्यहाँ एभ्री टाइम कान्छाले चिज गरेर खानुहुन्छ हैन। कान्छा त नसुनु है यहाँ हैन, मैले दबाई लागेको छोड्दै It's not dead. मार्नु हुँदैन भाइ। Yeah, it's not dead. Guys, if you have ants in your house, सबैजना कमला तपाईँको घरमा छ भने नो मार्नु, किनकि मोर कमिला अट्र्याक्ट गर्छ। तपाईँलाई याद छ कमिला आयो भनेर मार्नुहुन्छ नि तपाईँहरूले त कमिला मार्नु हुँदैन अरे। त्यो कमिला मार्यो भने झन् धेरै आउनुको कारण कसो मार्यो, एउटा मार्यो भने चाहिँ के गर्छ अरे तिनीहरूले? स्मेल गर्छ। उसको साथी मारेको चाहिँ उनीहरूलाई गन्ध जान्छ अरे, र त्यो भएर एक अर्को सबै झन् साह्रो धेरै आउँछ अरे भन्छ नै छोराहरूले। अब के हो भरिसक्यो त्यो कमिला नआउनु लागि बाहिरै त्यहाँ गन्धहरू राखिदिँदाखेरि हुन्छ हैन। घरभित्र पसेर मार्यो भने चाहिँ उनीहरू मरेपछि भनेको गन्ध उनीहरूलाई जान्छ अरे, र झन् धेरै आउँछ अरे क्या खोज्दै। भन्दा नि उनीहरूको मिसिङ हुन्छ होला नि त फ्यामिली, त्यही भएर आउँछ। Kill an ant, the ants actually release a pheromone to alert the other ants that one of them is dead. So the ants will smell this pheromone in the air and they'll hunt down the dead ant to retrieve the body and actually bring it back so they can bury the body. So technically the more ants you kill... आज नाइट कसलाई मिस गर्यो भाइले? आज नाइट कसलाई मिस गर्यो? मलाई मम्मीले बिहान उठेर फोन गर्दैन, जाँदा नि कहाँ पुगेर फोन गरेन, हामीले गरेको नि। ल त गाइस, हामीले बिस्कुट चिया पनि खाइसक्यौँ, अलमोस्ट डन। अब कान्छालाई चाहिँ म स्कुलमा पढिरहेको छु र म त्यता बाजे बोजू घर जान्छु है त। के भन्ने? Make sure to like, comment, share, and subscribe, and bye. अनि आफ्नो युट्युबको पनि बारेमा भन्दैन, तेरो के छ? Oh, Freddy Deepson. उसको पनि फुडी डिप्सन छ। उसको चाहिँ खालि उसले गफ गरेको र सकरको बारेमा हुन्छ।
गफ गफ विथ दिप्सन र उसको सक्करको चाहिँ सबै उसकै च्यानलबाट आउँछ। तपाईँहरूले यति उसको बोली चाली र उसको यति सक्कर खेलेको उसको साथीहरूसँग खेलेको होइन हेर्नु चाहनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला कुडी दिप्सन। ऊ धेरै बोल्न चाहन्छ र उसले गफ दिप्सन उसको के अरे एउटा प्रोडकास्ट जस्तो छ, तर त्यो प्रोडकास्ट पनि होइन जस गफ विथ दिप्सन। उसले के को बारेमा पनि बोल्छ, यसकै बारेमा बोल्छु भनेर त्यो हुँदैन होइन। कोही गोलको बारेमा पनि बोलिरहेको हुन्छ, गोलको बारेमा अर्कै विषयमा बोलिरहेको हुन्छ। र तपाईँलाई यति मनपर्छ भनेदेखि प्लिज सब्सक्राइब कोडी दिप्सन युट्युब च्यानल। तपाईँहरूलाई पनि थ्याङ्क यू। अब तपाईँहरूलाई यहाँदेखि उताको भिडियोहरू तपाईँलाई देखाउँदै जानेछु के गर्दैछु भनेर। ल त गाइस हेर्दै गर्नु होला त। ल त गाइस हामी चाहिँ यहाँनिर घुम्न यो पानी चाहिँ नि बाउ मेन गरी यो पहरा छ नि वहाँबाट नै उम्रेको रहेछ क्या। यो पानी चाहिँ यहाँ उम्रेको यो छ नि यो यहाँबाट झरेको रहेछ। अनि यो सबै खोला भएर गएको रहेछ। कत्रो चाहिँ यहाँनिर विचार गर्नु नि, यहाँदेखि उम्रेछ, त्यहाँ माथि घर छ। मान्छेहरूले तातो पानी भन्थ्यो, अब बोइलिङ स्प्रिङ पनि यहाँनिर चाहिँ अब तातो पानी चाहिँ उम्रिरहेको पानी चाहिँ छ। आज यसो बाउलाई रिफ्रेसमेन्टको लागि यहाँ लिएर आयो कि हिँड्नु सक्नुहुन्न। मान्छेहरू नुहाउँदो पनि रहेछ। यहाँ चाहिँ पानी उम्रेको ठाउँ छ, पार्क अवर डाउन डक्स भन्ने छ। यहाँनिर चाहिँ यस्तो छ, प्रोपर्टीहरू छ, फुलहरू पनि सहेर छ। यहाँदेखि यति यो पानी उम्रेछ होइन। अब यो पानी उम्रेकोदेखि चाहिँ तपाईँहरूलाई छक्क पर्नु चाहिँ यति यहाँ उम्रेछ। हेर्नुहोस् यो यता यो माथि यो यस्तो छ पहरा जस्तो होइन, त्यहाँदेखि यहाँ उम्रेछ पानी तपाईँहरूले देख्नुहुन्छ। ओहो बाबा यहाँ हाल्नु त माछा यत्रो रहेछ। माछा ऊ हेर अम्मा हो, यो त बुदुना होला कि के हो यो बाबु? उहाँहरू त माछा देख्नुभयो? यहाँ पत्र माछा रहेछ। बाबा र म चाहिँ यहाँ आएको अचम्म लाग्ने। यहाँदेखि उम्रेको छ हेर्नु पानी। यो यसो पहराबाट उम्रेको, यहाँबाट उम्रेको साथी पानी चाहिँ। आउँछ यहाँदेखि मुनि छ होइन। यहाँनिर मुनि चाहिँ माछा जस खेल्नु पाउँछ, अनि फेरि पऱ्यो भने त्यहीँ छोडिदिनु पर्दो रहेछ। यहाँ उँधो अब उहाँनिर स्विमिङ पुल छ होइन। यहाँनिर आएर पौडी खेलिरहेको छ। माछा चाहिँ हेर्नु नि यहाँनिर कत्रो साथी सानो माछा रहेछ यहाँनिर नि। अब माछा एकदम डुम भएको छ साथी हो। एकदम रमाइलो छ, मान्छेहरू यत्तिकै घुम्न आइरहेको छ। माछा के मजाले खेल्ने ठाउँ हुनुहुन्छ। यहाँनिर आएर नुहाउँछ पनि साथी हो। यहाँदेखि उता जानु पाउँदैन भनेर चाहिँ गरेको। यहाँदेखि उता चाहिँ नजाने भनेर लड्यो भने केही हुन्छ नि त, अनि उनीहरू सेफ्टी। तर मान्छेहरू हिँडेर के
त गाइस हामी चाहिँ घुमफिर गर्न आएको छौँ। आज एकदम दिन पनि राम्रो छ, त्यही कारणले गर्दाखेरि बाबु अनि नि यो लेउ पनि खान्छ अरे नि त मान्छेले। लेउ तिते बनाएर बेच्छ, यो पेलेर लेउ भनिराखेको हुन्छ अनि दोकानमा खाँदो रहेछ। तर अब यस्तरी चाहिँ होइन, बनाएर चाहिँ खान्छ। बनाएको चाहिँ पेलेर बनाएर के हालेको हुन्छ नि होइन। माछा चाहिँ एकदम बबल रहेछ, खाएर चाहिँ मजाले फुलेर आइरहेछ। हाम्रो चाहिँ मान्छेहरूले कुकुर बिरालो पाल्नु मन गर्दैन, यहाँकोहरू चाहिँ कुकुर बिरालो नपिन हिँड्दैन, साह्रो पेटलाई माया गर्छ क्या। हाँसहरू यहाँ बसिरहेछ, भाले पेट गलेर बसेछ। यहाँनिर पनि माछा तर साथी हो, माछा पऱ्यो, माछा परेको छ। यो पहरा यस्तो छ कि पहरा रहेछ, मुनिबाट चाहिँ टक्कै पाल्नु परेछ। यहाँ चाहिँ हाँस बसिरहेको छ, अन्डा पाल्नु बसेको क्या। यहाँको पानीले मुख धुनु पर्ने होला हौ। यहाँको पानीले मुख धुनुपर्छ बाबु। यहाँबाट नि उम्रे रहेछ। यहाँबाट नि उम्रे रहेछ बाबु पानी। कति चिसो छ पानी। यहाँबाट उम्रेको रहेछ पानी। पानी उम्रेको रहेछ। कति मेहनत गरेर बनाएको छ नि यहाँनिर। अब पहिले उँधो काट्यो अब यहाँ उम्रेको रहेछ नि, बारेर बन्नु। अब यो पानी अनि उँधो गएको छ नि त, तल डिल्सबर्ग हुँदै। पहिले यता गएको थिएन, अनि यता पुरा त बनाएको रहेछ। आज बाउ छोरा घुमफिर गरिरहेको साथी हो। जाउँ बाबु त्यता। म यहाँ एउटा हाँसको जोडलाई खिच्नु पर्यो। बस्ने चौतारा। यस्तो पत्ता भएको चाहिँ हाम्रो बाबाले रोप्नु भएको छ। यही हो बाबाले रोपेको यो रुख, यस्तै पत्ता भएको हो। यो त घाङ्रो भएर जान्छ। यो यही हो रुख। मैले अस्ति
त्यो हेरेको त्यो अनि हामीले पनि रोपेको थियौँ पहिले उता हुँदाखेरि आमामा त्यो काँडै मात्रै हुन्छ रुख चाहिँ साथीहरू नि कति माथि च्याउहरू पनि छ यहाँ बिचबाट लाइन लगेर रहेछ बाबु देख्नुभयो यहाँ माथि तार हो एउटा तार लगेछ यहाँबाट रुखै रुख यहाँसम्म ल्याएको रहेछ बाउ यो खाँबोसम्म मात्रै बाउ यो खाँबोसम्म मात्रै ल्याएको रहेछ तार त्यो तार म चाहिँ आज बाबुसँग यसो टाइम पास गरिरहेको छु अब बाबा हिँड्नु पनि सक्नुहुन्न अब त्यति साह्रो दिन नै बुढो हुनुभयो यसो बिस्तारै यसो बाहिरको चिसो फ्रेस हावा खानुपर्छ भनेर चाहिँ यसो लिएर हिँडेको साथी खोला गुँड केटीको गुँड लोथर्केको होला यो त लोथर्केको बाबा छोरा एकछिन बसिन्छ त्यहाँदेखि फेरि हिँडिन्छ बिस्तारै यहाँनिर नि बाउ हाम्रो मान्छेहरू चाहिँ घुम्नु आउँदैन नि वरिपरिको टाढोबाट यहाँ आउँछ यहाँ टाढोबाट आउँछ यो पार्क हो नि त खोइ यहाँ काट्दैन छ नि त यो खोला हाम्रो दिप्सनले गोल खेल्न जान्छ नि दिप्सन त्यहाँदेखि उँधै आएको छ आज घाम पनि त्यति साह्रो तातो छैन नि त ठिक्कैको छ नानीहरूलाई लगेर छोडिदिएछ खोलामा खेलिरहेछ अब नि यहाँदेखि यसो घुमाएर यसरी गएको छ उँधो उहाँ तल पार्क छ नि नानी खेल्ने यहाँदेखि घुमाएर अब उहाँनिर ड्याम बनाएको छ त्यहाँ रोक्ने त्यहाँदेखि यता हालेको छ त्यहाँदेखि उतापट्टि त्यहाँ स्विमिङ पुलहरू छ त्यहाँदेखि यतापट्टि उता गएको छ त्यहाँ अहिले हेर्दा हुन्छ त्यहाँ देखाउँछु नि त्यता छ त अब यहाँबाट यो गाडीहरू गएकोबाट स्ट्रेट गयो भने भेट्छ यो खोला यसो घुमाएको छ नि त यो सानो जग्गा भए पनि मान्छेहरू धेरै आउँछ क्या यहाँनिर साथी आजको दिन चाहिँ साह्रै रमाइलो छ साथी त गाइस हेर्दै गर्नु होला त भाले रहेछ भाले भाले पोथी नै रहेछ क्या भाले पोथी नै रहेछ
भालेपति हाँस गए साथी हो सरर खेल्दै ऊ अर्को रहेछ अरू यो त अलिक ठुलो रहेछ अरू सेतो खालको रहेछ लु उड्दैछ त क्या हो यो यहाँ उडेर जाने चाहिँ के हो चरा देख्नु बाबुले यहाँ उडेर बसेको उडेर आउँदैछु म त यता भएको छ भने कता गएछ ए यहाँभित्र पसेको ए त्यहाँभित्र पस्दो चिबे पो रहेछ त चिबे चरा फुल पनि टक्कै राखेको साथी फुल पनि छ कति मजाले सजाएर राखेको यहाँनिर चिबे चरा यहाँ रहेछ होइन रहेछ चिबे त यसै पानी मुनिबाट बगेर आएको रोकिन्छ गाइस आज चाहिँ हामीले त्यति साह्रो घुम्नु सकिनँ किनभने बाबा एकदम कमजोरी हुनुभएको छ मैले यो सेक्सन भए पनि यसो हिँडाउनु खोजेको मात्रै हो हिँड्नु पनि सक्नुहुन्न अहिले चाहिँ एकदम गाह्रो गर्नुहुन्छ बुढो पनि भए र बाबालाई यसो एक घन्टा पनि घुमिने किनभने सक्नुहुन्न त्यही भएर बिस्तारै बिस्तारै भए पनि अलिकति बसाउँदै यसो भएर आएँ र यो मेरो छोटो भ्लग बाबुसँगको यहीँ अन्त्य गर्न चाहन्छु तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रियाहरू दिनु होला सुझाव सल्लाह दिनु होला र तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो भिडियोमा नयाँ आउनु भएको छ हेर्नु भएको छ भने सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै यो भ्लगबाट चाहिँ अब बाबु छोरा तपाईँहरूदेखि जान चाहन्छु थ्याङ्क यू टेक केयर बाई बाई सी यू नेक्स्ट